नेपालको एउटा यस्तो गन्तव्य जहाँको हावामा फुलको सुगन्ध छ, आँखा अगाडि हिमालको विशाल मुस्कान। यो हो रुकुम पूर्वको चुङ्री बुकी, जसलाई स्थानीयहरू मायाले चौरी खर्क पनि भन्ने गर्दछन्। समुद्री सतहदेखि करिब 4000 मिटरको उचाइमा रहेको यो पाटन प्रकृतिले आफ्नै हातले सजाए जस्तै लाग्छ। असारको पहिलो हप्तादेखि भदौको अन्त्यसम्म यहाँका पाटनहरू रङ्गीचङ्गी बुकी फुल र विभिन्न प्रजातिका जङ्गली फुलहरूले ढाकिन्छन्। मनसुनको बेला जब धेरै पदमार्गहरू सुनसान हुन्छन्, चुङ्री बुकी भने दुलैझैँ सिँगारिएर पर्यटकको पर्खाइमा बसिरहेको हुन्छ। यहाँका हरिया पहाड र फैलिएका चरण क्षेत्रहरूमा पुग्दा तपाईँलाई लाग्नेछ सायद स्वर्गको टुक्रा यही नै हो। यहाँबाट देखिने दृश्यहरू शब्दमा बयान गर्न सकिँदैन। आँखा घुमाउँदा धौलागिरी हिमश्रृङ्खला, चुरेन हिमाल, पुथा हिउँचुली जस्ता सेताम्य शिखरहरू तपाईँकै नजिकै उभिएको आभास हुन्छ। विशेष गरी सूर्योदय र सूर्यास्तको समयमा हिमालमा ठोक्किने सुनौलो किरणले तपाईँको मनलाई छुट्टै शान्ति र आनन्द प्रदान गर्छ। चुङ्री बुकी केवल प्राकृतिक सुन्दरता मात्र होइन, यो स्थानीय मगर समुदायको एउटा महत्त्वपूर्ण सांस्कृतिक थलो पनि हो। बर्खायाममा यस ठाउँमा भेडा बाख्रा पशु चौपाया चराउन ल्याइने हुनाले गोठालाहरूको जीवनशैली र उनीहरूको सादापनलाई नजिकबाट निहाल्न पाइन्छ। यहाँसम्मको यात्रा निकै रोचक पनि छ। ग्रामीण सडकको थोरै कठिनाई र पहाडी उकाली ओह्रालीको अनुभवले तपाईँको यो यात्रालाई आज साहसिक र अविस्मरणीय बनाउँछ। यदि तपाईँ भिडभाडबाट टाढा प्रकृतिको काखमा रहन चाहनुहुन्छ भने चौरी बुकी तपाईँहरूको लागि पर्खिरहेको छ। एकपटक आउनुहोस् र यो प्राकृतिक वरदानलाई आफ्नै आँखाले हेर्नुहोस्। धन्यवाद।